नेपाली इतिहासको पाना पल्टाउँदा गोर्खाको नाम अग्रपङ्क्तिमा आउँछ। यो केवल एउटा सुन्दर जिल्ला वा ऐतिहासिक ठाउँ मात्र होइन, आधुनिक नेपालको निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएको भूमि पनि हो। यही गोर्खाको दरबारबाट तत्कालीन राजा पृथ्वीनारायण शाहले साना साना राज्यमा विभाजित नेपाललाई एकीकृत गर्ने अभियान सुरु गर्नुभएको थियो। त्यसैले गोर्खाको इतिहास सम्झँदा सबैभन्दा पहिले सम्झनामा आउने नाम हो राष्ट्र निर्माता पृथ्वीनारायण शाह। आज पनि गोर्खामा उहाँको इतिहास र योगदानलाई विभिन्न रूपमा सम्झने र सम्मान गर्ने परम्परा रहेको छ। यस्तै एउटा विशेष र आकर्षक परम्परा गोर्खा सङ्ग्रहालय अगाडि पनि देख्न सकिन्छ। गोर्खा नगरपालिका क्षेत्रमा रहेको गोर्खा सङ्ग्रहालयको अगाडि केही वर्ष अघि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिग स्थापना गरिएको थियो। यस शालिगको स्थापना भएपछि यहाँ एउटा विशेष सम्मान परम्पराको सुरुवात भयो। नेपाली सेना र गोर्खा नगरपालिकाको समन्वयमा शालिग स्थापना भए यता हरेक दिन बिहान र बेलुका नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिगमा सलामी अर्पण गर्दै आएको छ। यो दृश्य हेर्दा सामान्य रूपमा सैनिक टोली आएर सलामी दिएर फर्किएको जस्तो देखिए पनि वास्तवमा यसभित्र इतिहासप्रतिको गहिरो सम्मान र राष्ट्रिय गौरवको भावना जोडिएको छ। नमस्ते सबैजनालाई। अहिले म गोर्खाको ठुला आँगनमा रहेको यो रानी पोखरी परिसरमा छु। म अहिले ठ्याक्कै रुद्रध्वज गढको सामुन्नेमा छु र यहाँबाट एउटा सेनाको टुकडी निक्लिँदैछ, एउटा टोली निक्लिँदैछ पृथ्वीनारायण शाहको शालिगलाई सलामी दिनको लागि, बेलुकी पखको सलामी दिनको लागि। अब म यहाँलाई यहाँ कसरी सलामी दिइन्छ होइन, सलामी दिने प्रचलन कहिलेबाट सुरु भएको हो लगायतको सम्पूर्ण कुराहरू यो भिडियोमा जानकारी दिन कोसिस गर्नेछु। ब्यारेकको भित्रपट्टि चाहिँ ठ्याक्कै सलामी दिनलाई जाने टोली रेडी हुँदैछ, तयारी अवस्थामा छ। यहाँ हरेक दिन बिहान र बेलुका दुई पटक पृथ्वीनारायण शाहको शालिगलाई करिब 3-4 वर्षदेखि सलामी दिँदै आएको छ यहाँ नजिक रहेको सेनाको टोलीले। हजुर अब सुरु हुन्छ नेपाली सेनाको टोलीको एउटा अनुशासित यात्रा। नेपाली सेनाको टोली ब्यारेकबाट बाहिर निस्कँदैछ। अब सुरु हुँदैछ सलामी अर्पण गर्ने औपचारिक प्रक्रिया। यस क्षणमा वातावरण निकै गम्भीर र सम्मानपूर्ण देखिन्छ। नेपाली सेनाका सैनिकहरू आफ्नो परम्परागत सैनिक अनुशासन अनुसार तयारी अवस्थामा उभिएका छन् र त्यसपछि
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिगप्रति सम्मान व्यक्त गर्दै नेपाली सेनाको तर्फबाट सलामी अर्पण गरिन्छ। यो सलामी एउटा शालिगप्रति मात्र अर्पण गरिएको सलामी होइन, यो त आधुनिक नेपालको निर्माणका लागि महत्त्वपूर्ण योगदान पुर्याउने एउटा ऐतिहासिक व्यक्तित्वप्रति व्यक्त गरिएको सम्मान पनि हो। यो चाहिँ ठ्याक्कै यो शालिग चाहिँ पृथ्वीनारायण शाहको शालिग चाहिँ करिब 4 वर्ष पहिले गोर्खा सङ्ग्रहालयको प्राङ्गणमै ठ्याक्कै गोर्खा नगरपालिकाको सक्रियतामा स्थापना गरिएको हो र त्यो शालिग स्थापना भए पश्चात नजिक रहेको गुल्मको एक टोलीले बिहान र बेलुका दिनमा 2 पटक सलामी दिँदै आएको छ। हाम्रा बडा महाराजधिराज राष्ट्र निर्माता राष्ट्रपिता उहाँको सम्मानमा यो सलामी अर्पण गरिन्छ यहाँ गोर्खामा। देख्न सक्नुहुन्छ ठ्याक्कै यता पछाडिपट्टि गोर्खा म्युजियम रहेको छ, तल्लो दरबार भनेर पनि चिनिने गोर्खा सङ्ग्रहालय, जहाँ दिनौँ सयौँको सङ्ख्यामा हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। इतिहाससँग सरकार राख्नेहरू, इतिहासलाई जान्न खोज्ने बुझ्न खोज्नेहरूको, विद्यार्थीदेखि लिएर अन्य व्यक्तित्वहरूको पनि उल्लेख्य रूपमा सहभागिता रहँदै आएको छ। उहाँहरू घुम्नुहुन्छ, भ्रमण गर्नुहुन्छ। हजुर, तपाईँलाई केही आपत्ति छैन होला नि त?